ल आज फेरि नयाँ मिस्त्रीको पालो आछ हेर्नुस् कस्तो मगमगी बास्ना आइरहेछ मासुको सबै बास्ना मैतिर गइरहेछ हाम्रो पिकनिक भनेको यस्तै हो 1 किलो एकजनाको भागमा मासु छ विष्णु दाइ किन घोक्रे आएर आउनु बस्नु सबैजना मासु खाने जतिहरू निन्द्रा लागेको छ अब यहाँ पता पनि ल्याउनु पर्यो नि टमाटर आउनु हो टमाटर आलु छ मैले के भनेको पहिला सुक्खा झिकी हाल्नुस् अनि टमाटर हाल्नु अनि सब थोक हालिदिनुस् झोल हालिदिनुस् मस्तसँग डम्म भरेर अनि टाइम पाक्नु पर्यो नि त अहिले पाकेकै छैन एउटा हाल्नु त छोप्नु क्या छोप्नु जेठ जाए अब कति ओकरा निकाले क्या हरो आधा निकाले दारू की अभी सब दारू पीते त चाहिन अनि केमा निकाल्ने त पेपर पाक्न दिउँ न